मतलब अरू अरू रेकीको अथवा साइमेकीको पनि यही पद्धति, हेभेनली पथको पनि यही पद्धति भएपछि फलोअरहरूले चाहिँ के आधारमा चाहिँ यसलाई फरक महसुस गरेर यतापट्टि चाहिँ मान्छेहरू लाग्ने, मतलब यो कुरालाई अलिकति क्लियर गरिदिनु न। मतलब सबै एउटै उही पद्धति भइसकेपछि त उतै गए पनि भयो नि, के कारणले चाहिँ हेभेनली पथतिर लाग्नुपर्ने मान्छेहरू? यसमा अब के छ भन्नाले यो हिलिङ पद्धतिमा, आमसको पद्धतिमा केवल हिलिङ गर्ने मात्र यसमा छैन। यसले मैले पछि गएर जब जङ्गलबाट बाहिर निस्किसकेपछि थुप्रै खालको मान्छेहरूलाई, थुप्रै खालको बिरामीहरूलाई मैले भेटेँ। अनि त्यहाँदेखिको अरू पनि यो अध्ययनहरू मैले गरेँ। एक दिशामा यो जोराइहरू कसरी चलिरहेका छन्, रेकीहरू कसरी चलिरहेका छन्, यसको अध्ययन। एक दिशामा यो आमस हिलिङ चाहिँ एउटा कन्क्लुजन पोइन्टको रूपमा पनि लिन सकिन्छ। अरूहरू पनि छन्, जस्तै आमसमा अलिकता केही न केही अंश रेकीको पनि पाउनुहुन्छ, केही न केही अंश जोराइको पनि पाउनुहुन्छ। औरा मेथड, हिलिङ, यो चाइनिज ट्रेडिसनल मेथडहरू जुन छन्, अलिकता साइकोलोजिकल मेथडहरू पनि यहाँ पाउनुहुन्छ, अलिकता डक्टरी उपचार टाइपको पनि पाउनुहुन्छ, अलिकता मसाज जस्तो पनि पाउनुहुन्छ। र यो समग्र रूपमा यो चाहिँ एउटा कन्क्लुजन पोइन्ट जस्तो हो, एउटा मेन कन्क्लुजन पोइन्ट जस्तो हो। र यसले चाहिँ धेरै खालको रोगहरूलाई, धेरै खालकोहरूलाई मतलब निको पार्छ। जसरी रेकी जोराइहरू जो छन्, यिनीहरूले चाहिँ के गर्छ भने अफकोर्स उहाँहरूको आफ्नै अस्तित्व छ र त्यो म कहीँ नकार्दिनँ, त्यो राम्रो कुरा हो, राम्रो भन्नुपर्छ। तर के भने रेकी जोराइहरू उहाँहरूले चाहिँ मान्छेको त फिजिकललाई गर्छ, ज्यादा मतलब फोकस गर्छ। तर यो हिलिङले चाहिँ खालि फिजिकललाई मात्र फोकस गर्दैन, तर माइन्डलाई ज्यादा फोकस गर्छ यो हिलिङले चाहिँ, आमसले चाहिँ। अनि आत्मा, मन, शरीर आमसको उनै हो। अनि यसले चाहिँ माइन्डलाई ज्यादा ध्यान दिन्छ, माइन्डको उसलाई। र संसारमा के छ भन्नाले अहिलेको यो साइन्टिफिक तथ्य अनुसार पनि हामी भन्नुपर्दा प्रायः यो रोगहरू चाहिँ, ज्यादा से ज्यादा रोगहरू चाहिँ माइन्डसँग सम्बन्धित छ। जब माइन्ड विक हुन्छ, तब माइन्ड विक भइसकेपछि हामी डिप्रेसन हुन्छ अथवा स्ट्रेस हुन्छ। त्यो स्ट्रेसको टाइममा, डिप्रेसनको टाइममा माइन्ड एकदमै विक भएको समयमा ज्यादै छिटो रोगले एट्याक गर्छ मान्छेलाई। किनभने त्यो माइन्ड अलिकति डाउन भएको बेलामा इम्युन शक्ति कमजोर हुन्छ र डाउन हुन्छ, त्यो समयमा चाहिँ रोगहरूले एट्याक गर्ने हुन्छ। र माइन्ड एकदमै सबल भयो भने, माइन्ड प्योर भयो भने प्रायः रोगहरू पनि आउन सक्दैन, नम्बर 1। नम्बर 2 के हो भन्नाले माइन्ड यदि स्ट्रङ भयो भने मान्छे त्यतिकै पनि निको हुन्छ। हेर्नुहोस्, यो प्लेसेबो इफेक्ट भन्छ कतिपय डक्टरहरूले प्रयोग गर्दाखेरि। मेडिसिन बाहिर निकाल्नुभन्दा प्लेसेबो इफेक्ट पहिला प्रयोग गर्नुपर्छ। उनीहरूले कन्ट्रोल कन्डिसन राख्नुपर्छ, उनीहरूले चाहिँ एक्सपेरिमेन्ट कन्डिसन आदितिर राखेर पहिला मेडिसिन चेक गरिन्छ। त्यो मेडिसिन चेक गर्दा मानव सपोज एउटा चाहिँ पिलहरू छ मसँग, र त्यो पिल चाहिँ पक्का मेडिसिनको पिल पनि हुनसक्छ, अनि त्यहाँदेखि अर्को पिल चाहिँ खालि त्यो मेडिसिन जस्तो देखिने तर अर्कै चिजहरू, त्यहाँ मेडिसिन नै छैन, मेडिसिनको मात्रै छैन, खालि त्यो चाहिँ प्लेसेबो मात्र हो। त्यो हो त्यसरी युज गरिन्छ। अनि त्यहाँदेखि हेरिन्छ मेडिसिनले निको पार्यो कि प्लेसेबोले निको पार्यो आदितिर त्यस्तो। त हामी देख्छौँ कतिपय मान्छेहरू चाहिँ जो प्लेसेबो इफेक्टले पनि निको भइरहेको हामी पाउँछौँ। यो चाहिँ मेडिसिन हो भनेर सोच्छ, अनि मेडिसिन हो भनेर सोचेर खान्छ, अनि खाइसकेपछि के हुन्छ, मैले मेडिसिन खाएँ राम्रो हुन्छ अब मलाई भनेर उसको माइन्डलाई नै दरिलो बनाउने बित्तिकै के भयो भने ऊ निको भयो, उसको इम्युन शक्ति अलिकति बुस्टअप भयो। त्यही कारण डक्टरहरूको प्रोहिबिसन के हो भने मान्छे जब धेरै बिरामी भइरहेको छ हस्पिटलमा हामी देख्छौँ, र डक्टरले भन्छ प्लिज उसलाई नभन्नुहोस् है, तर उहाँको एकदमै चाहिँ कन्डिसन चाहिँ खराब छ, उहाँको बिरामी चाहिँ एकदमै खराब छ, तर यो चाहिँ नभनिदिनुहोस् भनेर हामीलाई रिलेटिभ्सहरूलाई भन्छ, र हामी भन्दैनौँ बिरामीलाई। किनभने त्यो भनियो भने उहाँको माइन्डमा अझ टर्चर हुन्छ, र म चाहिँ एकदमै मर्न लागेको रहेछु, म खत्तम हुन लागेको रहेछु भन्ने जब माइन्डमा हुने बित्तिकै अझ त्यसले चाहिँ एउटा फोर्स पुग्छ कि ऊ मेन्टल डाउन हुन्छ झन्, अनि त्यसले गर्दा ऊ हुन्छ। त्यही भएर माइन्ड चाहिँ धेरै सम्बन्धित छ यो रोगसँग, धेरै नै सुसाइडको केसहरू किन नहोस् यो माइन्डकै केसहरूबाट आएको हामी पाउँछौँ। र अरू रोगहरू निस्किने, अरू जस्तै नै जेनरेसन रोगको उत्पत्ति एउटा चाहिँ नि पनि माइन्डकै धेरै हात छ। जस्तै मान्छेहरू एडिक्ट हुन थाल्छन्, मान्छेहरू यो होइन हिरोइन चरेसहरू खान थाल्छ, यो मेरिवानाहरू खान थाल्छ, यो माइन्डकै कमजोरी गर्दा। त्यसले गर्दा यो आमसले चाहिँ माइन्डलाई ज्यादा ध्यान दिन्छ, माइन्डलाई जोड दिन्छ, र माइन्डलाई नै सबल बनाउँछ, यसलाई चाहिँ स्ट्रङ बनाउँदै जान्छ। एकातिर फिजिकललाई चाहिँ ध्यान दिइरहेकै हुन्छ, तर अर्को चाहिँ माइन्डलाई ज्यादा ध्यान दिइरहेको हुन्छ, र माइन्ड र बडीको हार्मोनी बनाएर यसरी उपचार गर्छ। त्यस्तो उपचार पद्धतिहरूमा त्यति पाउँदैन हामी, रेकी जोराइमा पाउँदैनौँ। फेरि पनि यो भ्रम नहोस् कि रेकी जोराइ
दृष्टिकोणमा अलवेज राम्रो कुरा राम्रो हो, नराम्रो कुरा नराम्रो छ, नराम्रो भनौँ त्यसलाई, कालो कालो व्हाइट व्हाइट भनौँ। मैले यो मेरो कुनै मेरो भावना छैन, हाम्रो यो भावना छैन कि हामी चाहिँ माथि जाउँ र अरूहरू तल, पटक्कै होइन। म जस्तो एउटा रिलिजियस मास्टरले, रिलिजियस गुरुले चाहने भनेको संसारको शान्ति चाहन्छ, वर्ल्डको शान्ति चाहन्छ, मान्छेहरूको शान्ति चाहन्छ। कुनै पनि पद्धतिबाट, कुनै पनि माध्यमबाट उहाँहरू शान्ति भइरहेको छ भने त्यो त एडिसनल मलाई हेल्प भइरहेको छ, मेरो एउटा उद्देश्यमा, मेरो एउटा चाहनामा, मेरो वेमा ठुलो हेल्प हो। वाइ सुड आई एन्भी अफ समथिङ एन्ड बी एगेन्स्ट समथिङ। त्यसले गर्दा त्यो म उहाँहरूको अस्तित्व जो छ त्यो राम्रो छ भन्छु, तर पनि मेन्टल फ्याकल्टीलाई त्यति जोड दिने त्यो चाहिँ अलिकति ल्याक छ, यहाँ चाहिँ छ, त्यति मात्र डिफरेन्स बुझ्नु पर्छ। अगाडिको तपाईँको केही कुरा धर्मको कुरामा केही कुराहरू म आफू पनि क्लियर हुन चाहन्छु र विशेष गरी हामी के भने मिडियामा रहेपछि कति कुराहरू गत सालमा पनि तपाईँहरू आउनुभएको थियो, त्यो विषय पनि हामीले प्रसारण गऱ्यौँ, प्रकाशन गऱ्यौँ। त्यो कुरा पनि केही कुराहरू विवादकै कुराहरू प्रतिक्रियाको रूपमा हामीले पायौँ। बिचमा म केही क्वेसनहरू छ मसँग अघि आएकै कुराहरूमा। धर्मको नाममा विभेद ल्याउने कुराको लागि यो हेभनली पाथ होइन, हेभनली पाथ स्थापना भएको होइन भन्ने यहाँले भन्नुभयो। तर अझै पनि गाउँमा के छ भने इभन मेरै गाउँमा पनि ओमनन्द हेभनली पाथ भन्ने त्यहाँनिर कमै ज्ञान छ। ओमनन्द भनेर चाहिँ तपाईँको तस्बिरमा अझै पनि पूजा गर्ने, तपाईँकैले जुन सिकाउनु भएको छ ती कुराहरूलाई फलोअप गरेर एक किसिमको गाउँमा चाहिँ साम्प्रदायिक रूपमा चाहिँ विभेदै छ। त्यो बारेमा स्पष्ट पारिदिनु हुन्छ के भन्ने मेरो एउटा जिज्ञासा। सँगै बिचमा तपाईँले पाकिस्तानमा तपाईँले चाहिँ केही कामहरू गरेको भनेर चाहिँ तपाईँले भन्नुभएको थियो। अब हामी चाहिँ के स्पष्ट हुन चाहन्छौँ भने कहाँ के कस्तो कामहरू हेभनली पाथबाट अर्थात् तपाईँको उसबाट भएको रहेछ भन्ने कुरोमा पाकिस्तानको कुन ठाउँमा के कस्तो तपाईँले सेवा पुर्याउनु भएको छ, काम भएको छ, त्यो बारेमा पनि स्पष्ट पारिदिनुहुन्थ्यो कि, र त्यसपछि यो क्वेसन चाहिँ अर्को चरणमा म गर्छु फेरि। हजुर, जरुर जरुर, थ्याङ्क यू सो मच। त्यो भन्नु यहाँको क्वेसनलाई डिल गर्नुभन्दा अगाडि सरको क्वेसनमा अलिकति अझ क्लियर बनाउँ थोरै। त्यो आमसमा यहाँ चाहिँ के गरिन्छ, आत्मा मन शरीरहरूको जुन मैले भने, सरी म कटअप गरेँ, त्यसमा अझ क्लियरको लागि के भने अरू जोराई रेकीहरूमा अरू जुनमा चाहिँ एउटा पद्धति छ, खालि रे मात्र हातले मात्र गर्ने पद्धति छ। यहाँ आमसमा चाहिँ के चाहिँ म्युजिक पनि लगाइन्छ र धेरै खालको स्टेप वाइज छ। अनि यहाँ चाहिँ ट्रिटमेन्ट चाहिँ यहाँलाई आज आउनुभयो 1 मन्थसम्म ट्रिटमेन्ट लिनुभयो, अनि त्यहाँदेखि चाहिँ 2nd मन्थमा अर्को ट्रिटमेन्ट बढ्छ। अनि हुनसक्छ कसैको चाहिँ एकदमै फास्ट रूपमा बढ्छ, 1 मन्थभित्रैमै 7 स्टेप पनि दिन सकिन्छ, 3 स्टेप दिन सकिन्छ। यो चाहिँ स्टेप बढ्दै 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 जान्छ। आज चाहिँ मैले एउटा स्टेपमा गरेँ, अनि केही दिनपछि अर्को स्टेपमा, केही दिनपछि अर्को स्टेपमा। यहाँ चाहिँ साइकोलोजीको ठाउँ पनि पाउनुहुन्छ, साइकोलोजिस्टहरू जस्तै हिलिङ गर्छ त्यस्तै पनि पाउनुहुन्छ। अनि म्युजिक पनि बजाइन्छ, अर्को मेडिटेसन पनि छ, ध्यान पनि छ। अनि अरू चाहिँ कस्तो खालको खाना हुने, कस्तो खालको खाना नहुने हो त्यो पनि हुन्छ। अनि हो ती कुराहरू हेल्थको विषयमा ओभरअल कुराहरू पनि हुने गर्छ यहाँनिर। हो त्यो कुराहरू चाहिँ नै यहाँ छन् तपाईँको। जस्तै अब कोही रेगुलर एउटा आमस ट्रिटमेन्ट यहाँ लिइरहनु भएको छ, 3-4 महिना आमस लिइरहनु भएको छ भने यहाँले एकदम बिल्कुलै धेरै कुराहरू धेरै उसहरूमा प्रक्रियामा जानुपर्छ। यहाँ हो त्योहरू डिफ्रेन्ट छ। त्यसै खालि एकै खालको उपचार गरिरहेको हो त्यस्तो खालको मात्र छैन, त्यो मैले क्लियर गरेँ। अब यहाँ हाम्रो अर्को सरको जुन क्वेसन छ, अनि रिलिजन मैले अलिकति क्वेसनमा डिफिकल्ट लाग्यो, मैले बुझ्न सकिनँ होला सायद क्वेसन। यो रिलिजन होइन हेभनली पाथ भन्दै पनि कतै रिलिजन जस्तो देखिन्छ गाउँघरमा भन्ने कुरा होला सायद। त्यो पनि र जस कारणले गर्दा एक किसिमको सम्प्रदायमा एक किसिमको विभेदै छ। त्यो तपाईँलाई अब तपाईँ त बाहिर यसरी हिँड्नुहुन्छ, किनकि यो चाहिँ एउटा सामूहिक क्वेसन हो जस्तो लाग्छ मलाई चाहिँ, एउटा प्रतिनिधि प्रश्नको रूपमा पनि मैले यहाँलाई गरेको हो। यसैमा म थप्न के चाहन्छु भन्दाखेरि उहाँले जुन समाजमा विभेद आएको अथवा समाजका केही पक्षले तपाईँको रिलिजनले चाहिँ आदिवासीहरूको संस्कृति, उनीहरूको संस्कार प्रचलनमा धावा बोलेको भन्ने आएको छ। फर एक्जाम्पल तपाईँले पशु बलिको विरोध गर्नुहुन्छ, जबकि किराँती, राई, लिम्बू, मगर होइन यिनीहरूले चाहिँ आफ्नो कुलायनलाई पशु बलि दिएर पूजा गर्ने, बिहेमानी खसी काट्ने होइन, चाडबाडमा नि पूजा गर्ने, तपाईँ त्यसको विरुद्धमा भनेपछि त त्यो आदिवासीको संस्कृति नै जाने भयो। त्यो पनि एउटा कारण हो कि होइन भने यी जम्मै कुराले गर्दाखेरि के देखिन्छ भन्दाखेरि आदिवासी त्यहाँको जनजाति, नेपालको जुन जनजातिहरू छन् आदिवासीहरू छन्
उनीहरू जब हामी गर्छौँ त्यो केवल एउटा जाति एउटा वंश एउटा व्यक्तिको रूपमा मात्र ऊ छैन, होल वर्ल्ड एउटा ग्लोबल हो। प्रेम भनेको लभ भनेको एउटा ग्लोबल इस्यु हो। र यो कुरा अगाडि बढाउँदाखेरि अगाडि जाँदाखेरि कसैलाई इफेक्ट हुन्छ कसैलाई हार्म हुन्छ त्यो दोस्रो कुरा। मलाई लाग्छ यसले हार्म गर्छ भन्ने पटक्कै लाग्दैन। जस्तै अब पशु पन्छीको कुरा हामीले गऱ्यौँ होइन, या संस्कृतिमा उ गऱ्यौँ रीतिरिवाजमा अलिकति बदलाएको हो कि भन्ने कुरा। यो सरासर पहिलो नम्बर त मैले कहिले पनि त्यसरी गरेको छैन यहाँको कल्चर संस्कार बदल्नुपर्छ भनेर भनेको छैन। कोही राईहरू छन् र उहाँहरूको आफ्नै खालको कल्चरहरू मान्छ भने अफकोर्स म आई वेलकम दम, उहाँहरूले कल्चर गरिरहेको छ। मैले त्यो पनि एक किसिममा हेल्प पनि गरिराखेको छ। ठाउँ ठाउँमा हाम्रो राईको पुजारीहरू मैले निकालिदिएको छु अनि उहाँहरूले त्यसरी पूजाआजा पनि गर्छन्। तर एउटै कुरा के हो भन्नाले जाडोसी चाहिँ नचढाउनुहोस् र बलि चाहिँ नगर्नुहोस्, अरू सबै कुरा जति जो छन् त्यो गर्न सक्नुहुन्छ गर्नुहोस् भन्ने मैले चाहेको। त्यस्तै लिम्बूहरूमा त्यही गरेको छु मैले, मगरहरूमा त्यही, गुरुङहरूमा त्यही। अहिले हाम्रो यो उसमा हेभेली पाथमा यहाँले देख्नुहुन्छ संस्कार त त्यति ठुलो कुरा मान्यता म दिँदिनँ संस्कारलाई। त्यसरी हुँदाहुँदै पनि तर किनभने संस्कार किन मान्यता दिँदैन भन्दा त्यसको फिलोसफिकल कुरा छ। जम्मा धर्मको तीनटा पक्ष छ, एउटा संस्कार पक्ष, एउटा मानवीय पक्ष, एउटा चाहिँ फिलोसफिकल पक्ष। फिलोसफिकल पक्षमा गडको कुराहरू हुन्छ, मान्छेको लाइफ एन्ड डेथको कुराहरू हुन्छन्। हो त्यो फिलोसफिकल पक्षलाई लिएर जाने हो भने सबै धर्मको प्रायः फिलोसफिकल पक्ष डिफ्रेन्स छ। हिन्दू र बुद्धिस्टको फर इक्जाम्पल फिलोसफिकल पक्ष देख्नुहुन्छ, अवतारवादको रिइन्कार्नेसनको कुराहरू छ। यता वेस्टर्नतिर हेर्नुहुन्छ रिइन्कार्नेसनको कुरा छैन, गडको कुरा एउटा मोनोथिजम छ वेस्टर्नमा, पोलिथिजम छ इस्टर्नमा। त्यसले गर्दा फिलोसफिकल कुरा मान्छेको लाइफ डेथ एन्ड गडको विषयमा कोही पनि शास्त्रहरूमा मिलन बिन्दु हामी देख्दैनौँ। त्यस्तै संस्कारमा पनि मिलन बिन्दु हामी कतै देख्दैनौँ। क्रिस्चियनले आफ्नै प्रकारको संस्कार गरिरहेको छ, हिन्दूले आफ्नो प्रकारको, बुद्धिस्टले आफ्नो प्रकारको गरिरहेको पाउँछौँ। त्यसमा संस्कारमा हार्मोनी, संस्कारमा एकता ल्याउनु पनि सम्भव छैन। तर रिलिजनमा एउटा कुरालाई फोकस गऱ्यो भने त सम्भव छ एकता ल्याउनु, त्यो हो मानवता अर्थात् भ्यालुज जो छ। सबै रिलिजनले भ्यालुजको कुरा गर्छ र भ्यालुजमा मान्छेहरूमा एउटा प्रेमकै सबभन्दा ज्यादा कुरा गरेको हामी पाउँछौँ। त रिलिजनमा यी तीनटा कुरा सबै रिलिजनमा छन्। एउटा चाहिँ भ्यालुजको कुरा अर्थात् मानवीयताको कुरा, अर्को संस्कारको कुरा, अर्को फिलोसफिकल कुरा। र फिलोसफिकल कुरा र संस्कारको कुरा अगाडि बढ्ने हो भने त्यसले चाहिँ के गर्छ भने एउटा विभाजन नै ल्याउँछ, एकता ल्याउँदैन। त्यसले गर्दा भ्यालुजको कुरा म ज्यादा ध्यान दिन्छु, मानवीयताको कुरालाई ज्यादा ध्यान दिन्छु र हेभेली पाथले त्यो कुरा ध्यान दिन्छ। तर त्यसो हुँदाहुँदै पनि त्यसको मतलब मैले भन्न चाहेको कुरा हेभेली पाथले संस्कारलाई त्यति ज्यादा ध्यान दिँदैन भन्ने कुरालाई मैले जस्टिफाई गरेको हो। तर त्यसो हुँदाहुँदै पनि गाउँघरमा संस्कारहरू एकदमै ज्यादा ठुलो छ र संस्कारलाई धेरै नै ठुलो मानिने भएको कारणले गर्दा र संस्कारमा यस्तो फेरि चाहिँ मानिन्छ र संस्कारलाई धेरै ठुलो मानिन्छ हुँदाहुँदै पनि संस्कारमा के छ भन्दा एकदमै खराब कुराहरू पनि छन्। त्यसले गर्दा मैले त्यो संस्कारहरूमा अलिक बदल्नुपर्छ। किनभने त्यो संस्कारलाई जुन खालको संस्कार छ त्यस्तै किप कन्टिन्यू गरियो भने त्यो संस्कारले मान्छेहरूलाई अन्ततगत एकदमै खतम पार्छ, शेष बनाउँछ भन्ने मेरो ठहर छ। यसको कारण किन त्यो बुकमा मैले लेखेको छु। अहिले सायदै समय हामीसँग छैन होला, त्यसले गर्दा संस्कारमा पनि थोर बहुत ध्यान दिएको छ र ध्यान दिने क्रममा मैले एउटा संस्कारलाई मात्र ध्यान दिएको छैन। एउटा खालि उसलाई राई, लिम्बू, मगर, गुरुङको मात्र होइन, तामाङ, थारू, शेर्पाको मात्र होइन, बाहुन, छेत्रीको मात्र होइन, इभन जापानिजहरूको, इभन रसियनहरूको, इभन इजिप्सियनहरूको, इजरायलीहरूको, इभन मुस्लिमहरूको सबै संस्कारमा सुधार ल्याउने हामीले आह्वान गरेका छौँ। अब त्यसमा चाहिँ अब जस्तै एउटा उदाहरणको लागि भन्छु, मेरो के मात्र हो भने सजेसन, जस्तै अब यो घेवा गर्ने चलन छ तामाङहरूमा, आदि समाजमा म प्रायः यो पश्चिम क्षेत्र गइरहन्छु, घेवा गर्ने चलन छ। यो घेवा गर्ने चलन यी कुराहरू चाहिँ संस्कार बिग्रेर आएको हो। जस्तै पहिला बुद्धको समयमा यो थिएन अनि बुद्ध पछाडि पनि यो थिएन, पछि बिग्रिँदै आए। अन्त घेवा एउटा उदाहरणको लागि म घेवाको कुरा गर्छु। त्यो घेवा गर्दाखेरि चामलहरू हुनुपर्ने अनि पुरा घिउ पुरा खर्च गर्नुपर्ने है, अनि पुरै चाहिँ नि गर्नुपर्ने, धेरै खर्चालु छ त्यो। त्यसले गर्दा त्यहाँ एउटा उसमा चाहिँ के छ भने संस्कारको कारणले गर्दा जति गरिबीपन छ त्योभन्दा पनि अझ गरिबीपनमा ल्याउने संस्कारको हात ठुलो भइरहेको हामी देख्छौँ। अनि लामा धेरै पढाउनु पर्ने, लामाहरूलाई पनि पैसा दिनुपर्ने, यो त्यो दिनुपर्ने। तर संस्कारले मान्छेलाई चाहिँ एउटा के गरिरहेको छ भने एउटा चाहिँ क्या अलिकता भए पनि अझ गरिबको गरिबी बनाइरहेको अवस्था, फेरि साइन्टिफिक पनि नभइरहेको अवस्था हो। त्यो कुराहरूलाई मैले कतिपय ठाउँहरूमा गरेको हो। त्यस्तै क्रममा यो जस्तै यो चुलोको कुराहरू, विशेष चुलोको कुराहरू भन्दा पनि चुलो त यथावत राख्नुहोस्, मैले के भनेको छ